के भन्नुहुन्छ भने गुरु रिम्पोछेले के भन्नुभएको छ भने गुरु रिम्पोछेले भन्नुभएको थियो कि मासिङमो दम्चे रेम्लेगी मिङजाङ गोला अङ्गुर जे छि भनेर धर्म भनेको चाहिँ हामीले के गर्नुपर्छ रे भन्दाखेरि चाहिँ धर्म भनेको चाहिँ जीवितको बेलामा गर्नुपर्छ अरे। धर्म भनेको चाहिँ जीवितको बेलामा गर्नुपर्छ। जीवितको बेलामा त्यो पनि अहिले मानव लोकमा हामी स्वतन्त्र भएको बेलामा अहिले हामी सम्पूर्ण रूपले धर्म गर्नमा स्वतन्त्र छौँ। किन भन्दाखेरि यतिखेर चाहे हामी तीर्थयात्रा गर्छौँ भनौँ या प्रशिक्षणमा जान्छौँ भनौँ वाङमा जान्छौँ भनौँ म छाममा बस्छु भनौँ जे गर्दाखेरि पनि आफ्नो हातमा छ स्वतन्त्र छ। त्यतिखेर स्वतन्त्र भएको बेलामा चाहिँ धर्म गर्नु भनेर भन्नुभएको छ। त्यो नभएर धर्म चाहिँ अहिले जीवितको बेलामा धर्म गर्न सकेन र धर्म गर्न नसकेपछि मृत्यु पश्चात भनेको चाहिँ त्यस पछाडि चाहिँ के भनेको नि मिङज्याङ भनेको त्यो ज्याङबाट एउटा राखेर त्यसको माथि चाहिँ लामा एउटा गुरु आएर चाहिँ वाङ अभिषेक दिनु पर्यो भने त्यतिखेर चाहिँ धेरै हामी पछाडि भइसकेको हुन्छ भन्नुभएको छ। त्यस कारणले गर्दा त्यतिखेर भनेको हामीसँग स्वतन्त्र हुँदैन। त्यतिखेर भनेको गुरुले जसरी निर्देशन गर्छ आफूले आफ्नो घर परिवार आफन्तजनहरू इष्टमित्रहरूले जसरी घेव कार्यमा कसरी खर्च गर्नुहुन्छ कसरी गर्नुहुन्छ उसकोमा निर्भर पर्ने हुन्छ। त्यतिखेर हामीमा स्वतन्त्र हुँदैन। त्यस कारणले गर्दाखेरि पहिले त्यसरी गर्नुपर्छ भनेर भएको छ। हो त्यसै गरिसकेपछि यदि जीवितमा धर्म राम्ररी गर्न सकेको छ भने त्यो गुरुले सिकाएको धर्मको अभ्यास गर्दै प्र्याक्टिस गर्दै त्यो के हुन्छ भने अन्तमा जब मर्नेको अवस्था आउँछ त्यति बेला के हुन्छ भने त्यतिखेर नै हामी मुक्त हुन सक्छौँ। त्यसको लागि पनि धेरै उपायहरू दिनुभएको छ नि त गुरु रिम्पोछेले। गुरु रिम्पोछे हामीले साक्षात् गुरु रिम्पोछे भगवान् भएको कारणले चाहिँ उहाँले भन्नुभएको छ दिनुभएको छ नि त। अन्तिम अवस्था जब मरणको बेलामा आउँछ त्यतिखेर पनि भर्दो भनेर भर्दोको परिचय दिनेहरू छ नि त। शिखा भर्दोको बेलामा त्यतिखेर मरण अवस्थाको बेलामा नै परिचय गर्नेछ नि। त्यतिखेर परिचय गरेको बेलामा जुन पहिला गुरुले दिएको निर्देशन छ गुरुले दिएको शिक्षा छ ज्ञान छ त्यतिखेर त्यो आफूले पहिला लिएको ज्ञान गुरुबाट सिकेको ज्ञान र त्यो पछाडि आफूले त्यसमाथि आफूले अभ्यास गरेर त्यसले कतिसम्म नजिक पुर्याएको हुन्छ। त्यतिखेर त्यो भर्दोको बेलामा जतिखेर गुरुले भर्दोको परिचय गरेको हुन्छ त्यतिखेर पहिले आफूले गुरुबाट सुनेको र आफूले अभ्यास गरेको र आफूले त्यतिखेर भर्दोको अन्तर्भावको बेलामा भोगेको दुईवटा ठ्याक्क भेट्ने बेलामा त्यतिखेर नै परिचय हुन सक्यो भने त्यतिखेर नै मुक्ति हुनसक्छ। त्यस कारणले गर्दाखेरि मर्नुभन्दा अगाडि त्यो जब मरणको अवस्थामा भर्दोको पढ्नुपर्छ भन्ने कारण त्यो हो।